यहाँ सबैलाई आजको दिनको अभिवादन तथा जय मसीह। हामीले पहिलो भागमा परमेश्वरद्वारा आउने सपनाको विषयमा कुरा गरेका थियौँ भने हामीले दोस्रो भागमा चाहिँ शैतानद्वारा आउने सपनाको विषयमा कुरा गरेका थियौँ। आज हामी तेस्रो भागमा पनि सपनाकै विषयमा कुरा गर्नेछौँ। यसलाई लागू गर्न सकिन्छ वा सकिँदैन, क्यान्सल गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा हामी हेर्नेछौँ। पहिलो कुरा, सपना जब हामी देख्छौँ त्यसपछि यसलाई लागू गर्न पनि सकिन्छ। जब हामी सपना देख्छौँ त्यसपछि दोस्रो कुरा, यसलाई क्यान्सल गर्न पनि सकिन्छ। यो हाम्रो निर्णयमा हुँदछ, निर्णयमा भर पर्दछ। र हिजो अस्ति तपाईँले के काम गर्नुभएको थियो, विशेष काम कुरो केही नयाँ थियो अथवा केही विशेष कुरो थियो भने त्यसको आधारमा पनि दर्शन आउँछ। परमेश्वरबाट पनि दर्शन आउँछ त्यसको आधारमा, पहिलो कुरा। दोस्रो कुरा, शैतानबाट पनि त्यसको आधारमा दर्शन आउँदछ। परमेश्वरबाट पनि आउँदछ र शैतानबाट पनि आउँदछ। उदाहरणको लागि पहिलो राजा 9 अध्यायको 1 पद र 2 पद 3 पद मा त्यहाँ हामीले हेऱ्यौँ भने विशेष गरी त्यसलाई बुझ्न सक्दछौँ र त्यस खण्डमा पुरै खण्डलाई तपाईँले पढ्नुपर्छ। अनि त्यहाँनिर दिनमा उनले के काम गरेका छन्, धेरै लामो समय लगाएर। अनि दिनमा उनले के काम गरेका छन् त भन्दाखेरि सोलोमन राजाले त्यहाँनिर मन्दिर बनाउनु भएको छ। त्यो मन्दिर बनाइसकेपछि उनले त्यसलाई प्रभुमा अर्पण गर्दछन्। त्यसपछि उनले राति सपना देख्छन्, आफू सुतेको बेलामा सपना देख्छन्। गिबोमा दोस्रो पटक उनले सपना देख्छन्। त्यो सपनामा उनले माग्ने कुराको विषयमा, तिमीलाई के इच्छा लाग्छ माग भन्ने विषयमा सपना त्यहाँनिर देखेका छन्। जब सपना देख्छन् बिउतेपछि उनले त्यो सपना लागू गर्नको लागि उनले प्रार्थना गर्छन् र माग्दछन्। उनले मलाई बुद्धि दिनुहोस्, मलाई ज्ञान दिनुहोस् भनेर उनले माग्दछन्। जब उनले माग्दछन् तब उनले उत्तर पाएका छन्, उनले त्यो बुद्धि, त्यो ज्ञान पाएका छन्। त्यो चाहिँ दिनमा गरिएको कामको आधारमा राति देखेको सपना थियो। जब राति सपना देखे तब तिनले बिउजेर त्यसलाई लागू गरे अनि त्यो लागू भएको छ। उनले बुद्धि पाएका छन्, यो लागू गर्न सकिने विषयमा हो। त्यहाँनिर म आफ्नो एउटा उदाहरण तपाईँहरूको सामु ल्याउन चाहन्छु। कोरोना कालमा 3 जना व्यक्तिहरू कोरोना लागेको थियो। अनि त्यसपछि म उहाँहरूलाई भेट्न हस्पिटलमा गएँ। त्यसमा 2 जना पास्टर हुनुहुन्थ्यो भने 1 जना अन्य जाति मतलब विश्वास नगरेको व्यक्ति टिप्पर ड्राइभर हुनुहुन्थ्यो। अनि यो 3 जनालाई नै भेटेर म आएँ। जब म यो 3 जना व्यक्तिलाई भेटेर आएँ अनि मैले साँझ सपना देखेँ। दिउँसो मेरो जीवनमा भएको घटनाक्रम यो थियो। अनि साँझ म सपना देखेँ। सपना देखेपछि जस्तो सपना देखेको थिएँ त्यस्तै प्रकारले म बिहान उठेँ र त्यसलाई प्रार्थना गरेँ। अनि त्यो प्रमाणित गर्नको लागि म अरू पास्टरलाई पनि भने गएर मैले आज सपना यस्तो देखेको छु। 1 जना पास्टर मर्नुहुनेछ, 3 जना मध्ये 1 जना टिप्पर ड्राइभर मर्नुहुनेछ, तर 1 जना चाहिँ निको भएर घर आउनुहुनेछ। अनि मैले उहाँलाई यो कुरा भने। त्यसको 1 हप्तापछि 1 जना पास्टर मर्नुभयो। म उहाँको नाम भन्दिनँ। 1 जना पास्टर मर्नुभयो, 1 जना व्यक्ति निको भएर, 1 जना पास्टर निको भएर घर आउनुभयो र टिप्पर ड्राइभर पनि मर्नुभयो। यो चाहिँ दिनमा गरिएको कामको आधारमा, दिनमा भएको कुराको आधारमा साँझ सपना देखिएको थियो। अनि त्यो चाहिँ लागू भएर पुरा भएको कुरा हामी त्यहाँ
देख्दछौँ। अनि सपना भविष्यमा हुन आउने कुराको लागि पनि दर्शन आउँदछ, सपना आउँदछ। उत्पत्तिको पुस्तक 45 अध्यायको 5 पददेखि 7 पदसम्म त्यहाँ हेऱ्यो भने, अर्थात् तल्लो पुरै खण्ड तपाईँले पढ्नुभयो भने त्यहाँनिर सपना देखिएको छ। त्यहाँनिर अनिकाल आउनेवाला छ। याकुबको घरानामा, याकुबको क्षेत्रमा, त्यो क्षेत्रमा अनिकाल आउनेवाला छ। त्यो अनिकालबाट याकुबको परिवारलाई बचाउन, पृथ्वीमा याकुबको घरानालाई जोगाइ राख्नलाई परमेश्वरले त्यहाँनिर दर्शन दिनुभएको छ योसेफलाई। योसेफले त्यो दर्शन देखेका छन्। सूर्य चन्द्रमाले उनलाई ढोकेको र 12वटा अन्नका बिटाहरूले 12वटा अन्नका बिटाहरूमध्ये 11वटा अन्नका बिटाले एउटा बिटालाई ढोकेको छ। त्यो चाहिँ योसेफको बिटालाई ढोकेको छ। यो दर्शन जब उनले देख्छन्, त्यसपछि यो कुरा चाहिँ आफ्ना बुबा र आमालाई, आफ्ना दाजुभाइहरूलाई उनले भन्दछन्। यो चाहिँ बिहान उठेर उनले भन्दछन्, त्यहाँ लागू गर्दछन् त्यसलाई। त्यो भन्नुको अर्थ चाहिँ लागू गरेको, आफूले त्यो कुरा पुरा होस् भन्ने चाहेको। त्यसपछि यो दर्शन पुरा हुनलाई 13 वर्ष लागेको छ। यो चाहिँ भविष्यमा आउने कुराको निम्ति भएको यो दर्शन थियो भने यो दर्शनलाई बिगार्नलाई शैतानले धेरै कोसिस गर्छ। अनि योसेफलाई मारेर खाल्डोमा फालिदिन्छु भनेर, अनि त्यहाँनिर खाल्डोमा हालिदिएको कुरा पनि देख्छौँ। त्यसपछि फेरि त्यसबाट त्यो बाँच्दछ, अनि फेरि त्यसलाई पोतिफर त्यो बेचिदिन्छ पोतिफरको घरमा। त्यसपछि त्यहाँबाट पनि ऊ जेलमा जाँदछ। त्यहाँनिर निकै ठुलो कष्ट उसले भोग्नु परेको छ। तर परमेश्वरले फेरि त्यो सपना अनुसार नै पुरा भएर अनि याकुबको घरानालाई त्यहाँनिर जोगाइएको छ, मिस्र देशमा लगेर जोगाइएको छ। त्यो सपना अनुसार नै भएको छ। त्यसैले सपना भविष्यमा आउने कुराको लागि पनि आउँदछ। हामी त्यसको बारेमा पनि जान्न आवश्यकता छ। अनि सपना आउँदाखेरि कतिपल्ट पुरा नहोस् भन्नको निम्ति शैतानले हाम्रो जीवनमा बाधा ल्याउँदछ। यहाँनिर बाधा ल्याएको कुरा देख्दछौँ। र आउने दिनहरूमा शैतानले कसरी सपनाद्वारा मानिसलाई बाधा ल्याइरहेको छ, मानिसलाई समस्यामा ल्याइरहेको छ, त्यसको विषयमा हामी त्यहाँनिर हेर्नेछौँ। हस् त, आउने भागहरूमा तपाईँले हेरिदिनु हुन म अनुरोध गर्दछु। धन्यवाद।